दुईवटा गधा रहेछन् हजुर। हजुर एउटा गधा चाहिँ राजाको दरबारमा बस्ने, भारी बोक्ने त्यहाँ काम हजुर गर्दो रहेछ। हजुर एउटा गधा चाहिँ फ्रिल्यान्सर रहेछ। अहँ, भनेको आशामा कति ठुलो शक्ति हुन्छ। वेयर देयर इज नो होप इन द फ्युचर, देयर इज नो पावर इन द प्रेजेन्ट नि हजुर। यदि भविष्यप्रति आशा भएन भने वर्तमानमा जोस जाँगर नै आउँदैन, अल्छी लाग्छ, सुतिरहन मन लाग्छ। इभन आज हजुर र मेरो यो भेट ओहो, होइन, आज म बिहानै 5 बजे हेटौँडाबाट उठेर आज म हजुरको बिचमा 2 बजे मलाई केले लिएर आएको भन्दा मेरो आशाले लिएर आएको कि हजुर। आज नराम्रो भएर के भयो त, भोलि त राम्रो हुन्छ भन्ने त्यो आशा हो। त्यही आशासँग सम्बन्धित यो रमाइलो प्रसङ्ग हो। दुईवटा गधा, एउटा गधा चाहिँ राजाको दरबारमा बस्ने, भारी बोक्ने, एउटा गधा चाहिँ फ्रिल्यान्सर रहेछ, दिनभरि भारी बोक्दो रहेछ अनि मन लाग्दी आफ्नो रमाइलोमा मस्ती गर्दो रहेछ, बेलुका दौरी रेस्टुरेन्टमा मस्तीले नाच्दो रहेछ। यो काल्पनिक प्रसङ्ग हो। ठिक छ, ठिक छ, अनि एक हजुर, दिन संयोगले दुईटै गधाको बाटोमा भेट हुन्छ हजुर, अनि फ्रिल्यान्सर गधाले राजाको दरबारमा बस्ने गधालाई भन्छ, तिमी त राजाको दरबारमा बस्छौ, मस्ती होला है त्यहाँ त, तिमीलाई आनन्द होला, जे मन लाग्छ त्यही खान पाउँछौ होला, यसो बेलुका वाइन खाने गरेछ कि छैन सोधेछ। अनि राजाको दरबारमा बस्ने गधाले भन्छ, के को मस्ती हुनु, राजाले सधैँ रामदुलाई गर्छ भनेछ। रामदुलाई भनेको पिटाई। पिटाई, अनि त्यो फ्रिल्यान्सर गधाले, दिनभरि भारी बोक्ने गधाले सोधेछ, त्यो राजाको धुलाई पिटाई खाई खाई बस्नुभन्दा त आऊ न त दरबार छोडेर आऊ, दिनभरि दाजुभाइ भारी बोकौँला अनि बेलुका दौरी रेस्टुरेन्टमा गएर मस्तीले नाचौँला। त्यो राजाको दरबारमा बस्ने गधाले भन्छ, आउन त हुन्थ्यो साथी, एउटा आशाले बसिराखेको छु। के हो त्यो आशा भन न। हेर न, राजाको एउटा छोरी छे, अनि राजाले छोरीलाई गाली गर्ने बेलामा सधैँ एउटा डाइलग भनेर गाली गर्छ, हेर छोरी, तेरो यस्तै बानी चाला चरित्र हो भने तेरो म कुन दिन गधासँग बिहे गरिदिन्छु। कतै राजाले छोरी दिन्छन् कि भन्ने आशाले बसिरहेको छु भनेर भनेछ। भनेको एउटा गधामा त त्यति धेरै आशा छ भने हामी त मान्छे होइन हजुर, प्राणी मध्येको सर्वश्रेष्ठ प्राणी, वी आर द क्राउन अफ क्रिएसन। अब हामी निराशा हुनुपर्ने कुरा के छ र हजुर जीवनमा। आज म सुन्छु धेरै मान्छे निराशा भयो होइन, मान्छे डिप्रेसनमा गयो, एन्जाइटी भयो, हुँदा मान्छेहरूले आफ्नो जीवन लीला नै झुन्डिएर समाप्त गर्यो, सुसाइड गर्यो, यस्ता कुराहरू सुन्छु। त्यसको पछाडिको एउटै कारण भनेको आज मान्छेले सबै कुरा जान्यो तर जीवन जिउने कला जानेन के हजुर। आर्ट अफ लाइफ, जीवन जिउने कला। आज हामीले धेरै ठुला ठुला पुस्तकहरू पढ्यौँ होइन, मास्टर्स गऱ्यौँ, ब्याचलर पिएचडी गऱ्यौँ होइन, मेरो यतिवटा विषयमा मास्टर्स भन्छ आज मान्छेले, तर जीवनको बारेमा फर्किएर हेऱ्यो भने जीवनलाई चाहिँ